ओम असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्युर्मा अमृतम गमय। ओम शान्ति शान्ति शान्ति। हामी चर्चा गर्न गइरहेको छौँ भगवान शिवको अवतार आदि शङ्कराचार्य गुरुको अद्वैत वेदान्त दर्शन अन्तर्गत 6वटा अनुशासन। जुन 6वटा अनुशासन चाहिँ जुनसुकै क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ। यो दर्शन मात्रै होइन, यसको प्र्याक्टिकल पनि हुन्छ, हैन? भगवान शिवको बारे त सबैलाई थाहा छ, तर भगवान शिवको अवतार आदिगुरु शङ्कराचार्यले अगाडि सार्नुभएको अद्वैत वेदान्त दर्शनबारे चाहिँ थोरैलाई थाहा छ। किनभने यो बारेमा थोरै मान्छेहरूले मात्रै चर्चा गर्ने गर्छन् अथवा ज्ञान क्षेत्रमा लागेको मान्छेले मात्रै चर्चा गर्ने गर्छन्, हैन? आदि शङ्कराचार्य गुरुले चाहिँ अगाडि सार्नुभएको 6वटा अनुशासन अन्तर्गत सम, दम, उपरति, तितिक्षा, श्रद्धा र समाधान छ। सम भनेको मनलाई नियन्त्रण गर्नु। हामी जुन विषयको लागि अभ्यास गरिरहेका छौँ अथवा प्रतियोगितामा भाग लिइरहेछौँ, त्यो विषयमा सम हुनुपर्यो। सम भनेको मनलाई पूर्ण रूपमा त्यसमा लगाउनु पर्यो। दम भनेको इन्द्रिय नियन्त्रण। इन्द्रिय भनेको आँखा, कान, नाक, छाला, जिब्रो, होइन? यी सम्पूर्ण इन्द्रियलाई चाहिँ एउटै विषयमा लाउँदाखेरि चाहिँ दमको अभ्यास हुन्छ। उपरति भनेको डिस्प्यासन वा डिट्याचमेन्ट, नेपालीमा भन्नुपर्दा वैराग्य। कम्प्लिटली आफ्नो विषयभन्दा बाहिर नजाने वा आफ्नो विषयसँग सम्बन्धित नभएको विषयमा चासै नदिने, त्यो वैराग्य भयो, अर्थात् उपरति भयो। तितिक्षा भनेको सहनु। सहनु भनेको हामीले जुन विषय प्रयास या अभ्यास गर्दैछौँ, त्यसमा आउने दुःख कष्टलाई सहनु अथवा बाधाहरूलाई सहनु। जस्तै हामी फुटबल खेल्छौँ भने त्यो कुद्दाखेरि थाक्ने कुरा अथवा फल हुने कुरा अथवा हामीलाई कसैले खुट्टामा हान्छ भने त्यसलाई सहनु पर्यो, होइन? त्यो तितिक्षा भयो। अब श्रद्धा भनेको भक्ति भयो। हामीले अभ्यास गर्ने विषय अथवा हामीले प्रयास गरिरहेको अथवा अभ्यास गरिरहेको विषयमा हामी कतिसम्म भक्ति देखाउँछौँ भन्ने कुरा चाहिँ श्रद्धाले निर्धारण गर्छ। हामीले चाहेको विषयमा हामी कति दत्तचित्त भएर लागेका छौँ भन्ने कुरा चाहिँ श्रद्धाले निर्धारण गर्ने हो। र अन्तिममा छ समाधान। समाधान भनेको हामी टोटल्ली हाइली फोकस भएर एक सूत्रीय हिसाबले हामीले छानेको विषयमा लागेका छौँ कि छैनौँ, त्यो चाहिँ समाधानले भन्ने कुरा हो, होइन? यी 6वटा अनुशासन हामीले हात हालेको विषयमा हामीले यी 6वटा अनुशासन प्रयोग गरिरहेका छौँ कि छैनौँ, त्यो चाहिँ आफैले आफूलाई चेक गर्ने हो। हामी आफूले आफूलाई टेस्ट गर्ने हो, हामी यो 6वटा अनुशासन प्रयोग गरिरहेका छौँ कि छैनौँ। 6वटा अनुशासन आदि शङ्कराचार्य गुरुले अगाडि सार्नुभएको पुनः एकपटक अ सम, सम मनसँग नियन्त्रित छ। के अरे सम मनसँग सम्बन्धित छ। दम, दम भनेको इन्द्रियसँग सम्बन्धित छ। उपरति, उपरति भनेको वैराग्य, मन नपरेको विषय अथवा आफूसँग सम्बन्धित नभएको विषयमा चासो नराख्ने। सम, दम, उपरति। तितिक्षा भनेको सहनु। हामीले काम गरिरहेको विषयमा आउने दुःख, कष्ट, बाधा, व्यथानलाई सहनु। त्यसपछि आउँछ श्रद्धा। श्रद्धा भनेको विश्वास भयो, भक्ति भयो। हामीले हात हालेको विषयमा विश्वास गर्नु, भक्तिभावपूर्वक अगाडि लाग्नु, श्रद्धा हो। र समाधान, अन्तिम भनेको समाधान। समाधान भनेको टोटल्ली फोकस, हाइली फोकस। एक सूत्रीय लाग्नु, आफ्नो लक्ष्य बाहेक केही पनि नदेख्नु, त्यसलाई समाधान भनिन्छ। त्यसैले आदि शङ्कराचार्य गुरुको जुन अनुशासन अगाडि सार्नुभएको छ उहाँले 6 खालका अनुशासन, यी 6 अनुशासनमा हामी टेकेर हामी जुनसुकै लक्ष्य पनि प्राप्त गर्न सक्छौँ। हरि ओम तत्सत, हरि ओम तत्सत, हरि ओम तत्सत।